हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई भिडियो गाइस। हजुरहरूलाई स्वागत छ। अन्त साथीहरू, म चाहिँ रेडी भएर यहाँ गाडी पर्खिरहेको छु। कहाँ जाँदैछु भन्दाखेरि चाहिँ हस्पिटल होइन। अन्त म चाहिँ यहाँ गाडी पर्खिरहेको छु। अन्त अहिले चाहिँ गाडी पनि पाएँ, गाडीमा चढेर जाँदैछु। अहिले चाहिँ साथीहरू एकदमै गरम छ हो। ठिकै म चाहिँ खिड्कीको छेउमा सिट पनि पाएँ होइन। अन्त म पुगेर पनि काम सकेर अब चाहिँ फर्केको भिडियो साथीहरू यो चाहिँ है। अन्त म चाहिँ फर्किँदैछु। अब चाहिँ घरतिर लागेको, पुरा भोक पनि लाग्यो, पानी पनि पुरा पऱ्यो, त्यही भएर भिडियो बनाउनु पाइनँ होइन। हामी चाहिँ पानी गयो, हस्पिटलबाट घर फर्किँदैछु। म चाहिँ बल्ल काम भयो, मैले पनि खाजा खानु जान आँटेको। खाजा खाएर चाहिँ मेरो आफ्नो फेरि देखाउनु पनि पर्नेछ नि त। अन्त त्यही भएर चाहिँ पानी पर्छ भनेर बादमा भिडियो सकियो। खानाको अर्डर दिइरहेको पर्खिरहेको छु होइन। खाना पनि आइसक्यो। अन्त अहिले चाहिँ साथीहरू खाना आइसकेको छ। अब चाहिँ हामी खाना खाँदैछौँ है। अब चाहिँ हामी निस्केको यहाँभित्र हल्का अब यसो फोटोहरू खिच्नु पऱ्यो भनेर भिडियो बनाउँदैछु साथीहरू। यहाँको दृश्यहरू चाहिँ यस्तो छ, हजुरहरूले हेर्नु सक्नुहुनेछ मेरो भिडियोद्वारा। हल्का कम्ती एसटिएनएम हस्पिटलको भित्रको भिडियो हो है। अन्त म चाहिँ यहाँनिर हल्का भिडियो पनि बनाएँ, दिदीले बनाइदिएको भिडियो होइन। अन्त त्यही हो, रिल्स पनि बनाएँ। अन्त अब चाहिँ फाइनली हामी गाडीमा चढिसकेको। आज चाहिँ लास्ट डे होइन, हस्पिटलमा चाहिँ वाक्कै भइसक्यो। अब चाहिँ नआउने भनेर चाहिँ अन्तिम दिन भनेर चाहिँ म यहाँ भन्दै थिएँ भिडियोमा होइन। अन्त म चाहिँ गाडीमा चढिसकेँ, ऊ साथी पनि त्यहाँ भिडियो बनाउँदैछ हो। अब चाहिँ हामी एकछिनमा चाहिँ यहाँबाट निस्किन्छौँ साथीहरू। त्यही हो, यस्तै भयो आजको दिन। यो भिडियो चाहिँ साथीहरू हिजोको हो होइन, आज मैले हालेको छु। अब चाहिँ फाइनली हामी निस्केको। अब चाहिँ हामी अब स्ट्यान्डतर्फ जाँदैछौँ, जहाँ चाहिँ हाम्रो घरको गाडी पाउँछ यता है। साथीहरू हामी चाहिँ आज चाहिँ साथीकोमा चिया खाएर जानु। साथीकोमा गएको छु, साथीको छोरा हो। म चाहिँ यहाँ गरम भएर दाइलोमै बसिरहेको छु होइन। अन्त नानी यहाँ छ हो, बहिनी। अन्त म चाहिँ यहाँ छु, यहाँ बसिरहनु भएको छ। दिदीको घर चाहिँ यस्तो सेफ्टी दामी छ यहाँ छ। मेरो साथीको दिदी साथी जे भने पनि होइन। म चाहिँ यहाँ छु, बाहिर पुरा घाम छ, त्यही भएर भित्र आएर बसेको।